बालेनले देश बनाउँछ। बालेनले हाम्रो सपना पुरा गर्छ। यो भनाइको साक्षी मेरो श्रीमती छिन्। मैले उनलाई अँगालो हालेर उनलाई पनि त्यही भने। मेरो आमासँग कुरा भयो र मैले आमालाई भने आमा बालेनले देश बनाउँछ। यो मेरो विश्वास हो। बालेन्द्र शाहले एउटा प्रशासकीय अधिकृत माग्दा पाएनन्। यिनीहरूको मान्छे राज्यका भित्ता भित्तामा कोठा चोटामा भर्ता गर्दा यिनीहरूलाई लाज भएन, देशलाई हरितन्नम बनाउँदा लाज भएन। तर जनताको लोकप्रिय मान्छेले एउटा प्रशासकीय अधिकृत पाएन। अब प्रशासकीय अधिकृत होइन, तिम्रो सत्ता फेर्ने हो। मलाई सम्झना छ जब चितवनका जनताले संसदकै सबैभन्दा धेरै भोट दिएर मलाई पठाएका थिए, मलाई छलछाम गरेर संसदबाट निकालियो। हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिए, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौँ। रवि लामिछाने र बालेन शाह बीचको वार्ता 5 मिनेटमा सकिएको हो। बाँकी त हामीले एकअर्कालाई चिन्नका लागि मात्र समय खर्च गरेका हौँ। जब देशको हितलाई केन्द्रमा राखिन्छ नि, त्यतिखेर कुनै वार्ताको नाटक गरिरहनु पर्दैन। तर आफ्नो